हामी सबैलाई आफू धेरै नै इन्टेलिजेन्ट अथवा बुद्धिमान भए हुन्थ्यो भन्ने लाग्छ। प्रायले सोच्छन् इन्टेलिजेन्ट हुनु भनेको जन्मजात नै हुन्छ अथवा धेरै कुरा जान्नु हो। तर बुद्धिमान त्यो व्यक्ति हुन्छ जसले ज्ञान र सिप सिक्छ र तिनलाई सही तरिकाले प्रयोग गर्छ। राम्रो कुरा के छ भने जो कोहीले पनि अभ्यास गरेर बुद्धिमान बन्न सक्छ। पहिलो कुरा, बुद्धिमत्ताको विकास जिज्ञासाबाट हुन्छ। सधैँ प्रश्न सोध्नुहोस्। उदाहरणका लागि अल्बर्ट आइन्स्टाइनलाई हेर्नुहोस्। उनी जन्मजात सबै उत्तर लिएर आएनन्, तर उनले किन भन्ने प्रश्न हरेक कुरामा सोध्थे। प्रकाशको गति, ब्रह्माण्ड कसरी चल्छ, समय र स्थानको स्वभाव कस्तो हुन्छ जस्ता कुराहरूमा उनलाई निकै चासो लाग्थ्यो। जिज्ञासाले उनलाई नयाँ आविष्कार गर्न प्रेरित गर्यो। दोस्रो कुरा, पढाइ इन्टेलिजेन्स बढाउन धेरै शक्तिशाली उपाय हो। माइक्रोसफ्टका संस्थापक बिल गेट्स हरेक वर्ष धेरै पुस्तकहरू पढ्छन्। उनी भन्छन् पढ्नुले नयाँ विचार दिन्छ र समस्याको समाधान गर्न मद्दत गर्छ। पाठ्य पुस्तक मात्र होइन, कथा, लेख, रुचि भएका विषयहरू पनि पढ्नुहोस्। मुख्य कुरा भनेको निरन्तर सिक्नु हो। तेस्रो कुरा, गल्तीहरू असफलता होइनन्, तिनीहरू अनुभव हुन्। थोमस एडिसन जसले बिजुलीको बल्ब बनाए हजारौं पटक असफल भए, तर उनले हरेक पटक नयाँ कुरा सिके। त्यसैले नयाँ कुरा ट्राई गर्न डराउनुहुन्न र नजानेको कुराबाट अनुभव लिनुपर्छ। चौथो कुरा, अरूसँग कुराकानी गर्नुहोस् र ध्यान दिएर सुन्नुहोस्। हामीले विचार साटासाट गर्दा र फरक विचार सुन्दा बुद्धिमत्ताको विकास हुन्छ। एप्पलका सह-संस्थापक स्टिभ जब्सले धेरै बुद्धिमान मानिसहरूसँग काम गरे र तिनका विचारलाई महत्त्व दिएर नयाँ आविष्कारहरू बनाए। त्यसैले अरूबाट सिक्न सधैँ खुल्ला रहनुहोस्। अन्त्यमा गहिरो सोच अभ्यास गर्नुहोस्। सिकेको कुरामा ध्यान दिएर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने विचार गर्नुहोस्। पढेपछि वा सुनेपछि आफैलाई सोध्नुहोस्, यो मलाई कसरी उपयोगी हुन्छ। यसले बुझ्ने र याद गर्ने क्षमता बढाउँछ। निष्कर्षमा भन्नुपर्दा बुद्धिमान बन्ने कुरा सबैका लागि सम्भव र व्यवहारिक छ। जिज्ञासु बन्नुहोस्, निरन्तर पढ्नुहोस्, गल्तीबाट सिक्नुहोस्, अरूसँग संवाद गर्नुहोस् र गहिरो सोच्नुहोस्। धेरै ठुला नामहरूले यही तरिकाहरू अपनाएर इन्टेलिजेन्ट बनेका हुन्। तपाईलाई यो भिडियो मन परेको छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुहोला।